लुक एट दिस क्वेसन। यो क्वेसनमा हामीलाई एउटा क्वाड्रेटिक इक्वेसन दिएको छ अनि यो क्वाड्रेटिक इक्वेसन भन्दा रेसिप्रोकल रुट हुने अर्को क्वाड्रेटिक इक्वेसन निकाल्न भनेको छ। मतलब माथिको क्वाड्रेटिक इक्वेसनको रुट अल्फा बीटा हो भने हामीलाई अर्को क्वाड्रेटिक इक्वेसन चाहियो जसको रुट 1/अल्फा 1/बीटा हुनु पर्यो। सो द फर्स्ट अब्भियस थिङ टु डू इज टु सल्भ दिस इक्वेसन। यो इक्वेसनलाई सल्भ गर्दाखेरि x = -1/3 र 2 आउँछ। त्यसो हो भने हामीलाई चाहिने क्वाड्रेटिक इक्वेसनको रुट -3 र 1/2 हुनु पर्यो। अब इक्वेसन निकाल्नको लागि हामीले सिम्पली -3 लाई अर्को साइड लाने, 1/2 लाई अर्को साइड लाने, दुईटैलाई मल्टिप्लाई गरिदियो भने अनि सिम्प्लिफाई गरेपछि एन्सर आउँछ। तर मैले एउटा कुरा के नोटिस गरेँ भन्दाखेरि माथिको इक्वेसन र हामीलाई चाहिने इक्वेसनमा देयर इज ओन्ली वान डिफरेन्स। यसमा x² को र कन्स्ट्यान्ट भ्यालु स्विच भएको छ, दुईटैले आफ्नो ठाउँ चेन्ज गरेको छ। देन आई थट इज इट ट्रु फर एनी इक्वेसन? मतलब कुनै पनि जेनरल क्वाड्रेटिक इक्वेसन छ भने हामीले a र c लाई चेन्ज गरिदियो भने रेसिप्रोकल रुट भएको क्वाड्रेटिक इक्वेसन आउँछ।